कि सिजन 5 मा 4 जना कोचहरु मध्ये अफिसियल पर्व हेरिसक्नु भएको छ भने यहाँनिर एक्सप्रेसन कसको बवाल लाग्यो त आउनुहोस् आज यो विषयमा चर्चा गरौँ र गीत संगीत प्रति सम्मान कसले धेरै गर्न जानेको रहेछ स्टेजमै गएर खुट्टा ढोग्ने सम्मका कार्यहरू जहाँनिर पर्वमा देखाइएको छ यी सम्पूर्ण कार्यको विषयमा लिएर आज कोचहरुको बारेमा चर्चा गर्नेछौँ भिडियोलाई अन्त्यसम्म हेर्नु होला है त दर्शकबिन द भोइस किड्स सिजन 5 को अफिसियल पर्व सार्वजनिक भइसकेको छ जहाँनिर चारैजना कोचहरुले बजर थिचेर प्रतिस्पर्धीतिर फर्किएको एक्सप्रेसन सम्पूर्ण कुराहरू देखाइसकेका छन् यहाँनिर चाहिँ अर्जुन सापकोटाले एकजना बहिनीले गीत गाउँदा उनी स्टेजसम्मै पुगेर स्टेजलाई ढोग्ने कार्यसम्म गरेका छन् यो कार्यमा बाट थाहा हुन्छ कि उनले गीत संगीतलाई कति उच्च सम्मान गर्छन् र कति माथिसम्म उनले गीत संगीतप्रति उनको लगाव छ भन्ने कुरा चाहिँ त्यहाँबाट देखिन्छ यसरी यहाँनिर यो हेरिरहँदा चारैजना कोचहरुलाई फर्काउन सफल एकजना प्रतिस्पर्धी जसले चाहिँ सही जुनी पाउन सकिन्छ सकिन्न यो जुनी त हजुरैलाई हो भन्ने बोलको गीत गाएर चारैजना कोचहरुलाई आफूतिर फर्काएकी छन् र चारैजना कोचहरु उनीतिर फर्किने बेला चाहिँ सबैले आफ्नै खाले एक्सप्रेसनहरू दिएका छन् त्यहाँनिर उनको प्रशंसा त उनीहरू घुम्दा नै गरिसकेका छन् भने अर्जुन सापकोटा जसलाई अहिले नयाँ कोचको रूपमा हेरिएको छ र उनको बारेमा धेरै टीका टिप्पणीहरू भइराखेका छन् उनलाई चाहिँ सांगीतिक क्षेत्रको काँचो माटो पनि भनिएको छ कोचको रूपमा बस्नको लागि काँचो माटो भनिएको छ तर यहाँनिर चाहिँ उनको अथक अनुभव अथक सङ्घर्ष सांगीतिक क्षेत्रमा उनको साधना यी सम्पूर्ण कुरालाई हेर्ने हो भने उनको श्रीमतीले गरेको प्रशंसा जस्तै दिपा सिमखडाले गरेको प्रशंसा जस्तै अर्जुन सापकोटा साँच्चीकै संगीतमा विजेका एकजना नेपाली संगीत क्षेत्र अर्थात् नेपाली लोक संगीत क्षेत्रका एकजना बादशाह जस्तै हुन् किनभने दर्शकको अथाह माया पाइराखेका छन् त्यसैगरी दर्शकहरूको अथाह शुभेच्छा पाइराखेका छन् यी सम्पूर्ण कुराले पनि अर्जुन सापकोटामा धेरै कुराहरू देख्न सकिन्छ यहाँनिर अर्जुन सापकोटाले पक्कै पनि अब बाल गायक गायिकाहरूलाई कसरी संगीत क्षेत्रमा चल्ने र कसरी निरन्तर टिक्ने भन्ने कुरा यहाँनिर चाहिँ बिक्ने र टिक्ने कुरा चाहिँ निरन्तर हुनुपर्छ भन्ने कुरालाई अर्जुन सापकोटाबाट सिक्न सकिन्छ भन्ने पनि एउटा ज्ञान ती बाल गायक गायिकाहरूले सानैदेखि सिक्दै गयो भने त्योबाट पनि बाल गायक गायिकाहरूलाई चाहिँ धेरै प्लस पोइन्ट हुनेछ त्यस हिसाबले पनि अर्जुन सापकोटालाई स्वीकार्नुको विकल्प छैन अब अर्जुन सापकोटा आएसँगै नेपाली संगीत क्षेत्रको एउटा एकदमै चर्चित गायन रियालिटी सो जो चाहिँ बाल गायन रियालिटी सो भनौँ भोइस किड्स सिजन 5 चाहिँ अब एकदमै सफलतापूर्वक अगाडि बढ्नेछ भन्ने हामीले पनि अपेक्षा लिएका छौँ र सम्पूर्ण दर्शकहरूले हेर्दै गर्नुहोला भोइस किड्स सिजन 5 अब चाँडै युट्युब र टिभीमा प्रसारण हुँदैछ र कतिको उत्साहित हुनुहुन्छ तलको कमेन्ट बक्समा आफ्नो विचार राख्नुहोला र चारैजना कोचहरुको एक्सप्रेसनप्रति तपाईँको बुझाइ र तपाईँको भनाइ के रहेको छ तलको कमेन्ट बक्समा सबै भाषामा लेख्नुहोला भन्दै अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद।